साथीहरु हामी चाहिँ यो सैलुङको लगभग माथिको बेस क्याम्पमा पुगिसकेका छौं। अब हाम्रो यो खानी तयारी हुँदैछ। हाम्रो खानाको परिकार चाहिँ आजको यस्तो छ है। माथि माथि म जाँदा नक्कली मैचाङ देखियो, चिन जान गर्न मन लाग्यो। हामी यो दोलखा जिल्लाको समृद्धि ठाउँ सैलुङको यो मिनी ग्रेड हलमा छौँ। यतिखेर बिस्तारै हाम्रो यात्रा अगाडि बढ्दैछ। बिस्तारै उकालो लाग्दैछौँ। यहाँ अक्सिजनको अलिकति कम पनि हुँदो रहेछ। जस्तो यो चाइनाले गरेको थियो त्यस्तै एउटा चाहिँ मिनी ग्रेट वाल नेपालको यो लगभग 1700-1800 हाइटमा छौँ अहिले हामी। र यो हिँड्ने च्याङ्गा भएको ज्यान नुवाकोटे च्याङ्गा भएको छुट्टै सा राजु नाम मेरो खान थारा बोलफुमा मेरो गाउँ घर अलज्योति मैले झुराएछ ज्यान पनि कुटुम्ब परेछ बोली र वचन साँचो छ आमालाई बुहारी खाँचो छ माइतमै जो जाँदामा बल्ल पो तिमीले थाहा पाउला म जस्तो च्याङ्बा तिमीले खोजेर पनि कहाँ पाउला म जस्तो च्याङ्बा तिमीले खोजेर पनि कहाँ पाउला।
पङको छुट्टै छ चलन चल्तीमा केही कमी छैन होए मैच्याङ ग्लान राजाको नातिमा सगुन पङ साथैमा अप्पर मायुको हातैमा अप्पले सगुनमा सिन्छ बल्ल पो दुई मन गाँसिन्छ दुखेको मनलाई नि चारा के छ नि मैच्याङको बिचारा लाउँदैन माया काटेर लैजान्छु हे लम्बु काटेर लाउँदैन माया काटेर लैजान्छु हे लम्बु काटेर साथीहरु हामी चाहिँ यो सैलुङको लगभग माथिको बेस क्याम्पमा पुगिसकेका छौँ। अब हाम्रो यो खानी तयारी हुँदैछ। हाम्रो खानाको परिकार चाहिँ आजको यस्तो छ है, हेर्नु होला। र यो त हामी चाहिँ अब धेरैजना छौँ। ल यता अब आमा, यता चाहिँ मेरो बुढी, यता छोराहरू बसेका छन्। सबैले हेर्नु होला।